अहिले यो भोजराज थापाको विषयलाई लिएर र त्यो 4वटा बच्चाकी आमालाई घर बनाइदिएको भन्ने विषयलाई लिएर मान्छेहरू एक आपसमा जुधेर बसेको रहेछ हैन। टिकटकतिर रिलतिर मैले देखाएको थिएँ। वास्तवमा भनियो भने भोजराज थापाले एकदमै धर्मको काम गर्नु भएको हो हैन। पत्रकार भनेको एउटा धर्मको काम पनि हो, सामाजिक काम हो हैन। भोजराज थापाले यदि उहाँको भिडियो बनाएर सार्वजनिक नगरेको भए, सहयोगी मनहरूसम्म नपुग्या भए उहाँको घर बन्दैन थियो हैन। अब सहयोग गर्नेहरूले पीडित देखेर, उहाँको दुःख देखेर, पीडा देखेर सहयोग गर्नुभयो, त्यो त सबैले धन्यवाद पनि दिनुपर्छ। तर भोजराज थापालाई गाली गर्नु चाहिँ उचित होइन। हुन त हाम्रो समाज के छ भने माथि पुर्याउने पनि यही नेपालीहरू हो हैन, अनि तल गिराउने पनि यही नेपालीहरू हो। थाहा छ नि त भाग्य न्यौपानेले पहिला कसरी काम गर्नु भएको थियो, अनि पछि उहाँलाई धेरै सहयोगहरू आयो, धेरैको जिन्दगी पनि बनायो, धेरैको भाग्य बदलिदियो हैन। अनि त्यति बेला भाग्य न्यौपाने हाय हाय, भाग्य न्यौपाने हाय हाय भन्यो, सबैको भाग्य बनाउने भाग्य न्यौपाने भनेर सबले हाय हाय गर्यो। पछि लास्टमा उहाँलाई त्यही पैसाकै विषयलाई लिएर उहाँलाई केही समय चाहिँ गुमनामै हुने गर्यो के यही नेपालीहरूले हो। यस्तो समाजमा छौँ कि हामी, त्यही भएर राम्रो काम गर्दा पनि खुट्टा तान्ने उस्तै छन्, नराम्रो काम गर्नेको त झन् भनिसाध्य नै छैन हैन। त्यही भएर जे गर्दा पनि सुख छैन। त्यसैले कसैको मन चित्त बुझाउन पनि सकिँदैन। सबै मान्छेको मन एउटै हुन्छ भन्नु नि छैन, सबै मान्छेको मन खराब छ भन्नु पनि छैन। जे गर्नु भएको छ राम्रो गर्नु भएको छ हैन। अब अरूले जेसुकै भनुन्, जेसुकै गरून्, के अरे मह काट्नेले नै हात चाट्ने हो कि। त्यही भएर अरूको रिस डाहा नगरौँ। सक्छ भने तपाईहरू आफू पनि गरौँ। तर अरूले गर्यो, अरूको पैसा खायो, यो खायो त्यो खायो, घर कहाँबाट बन्यो के बन्यो, त्यस्तो कुराहरू चाहिँ नगरौँ हैन। दुःख गरेपछि, मेहनत गरेपछि हरेक ठाउँबाट, हरेक कुराहरूबाट आफूलाई भगवानले पनि जुराइदिन्छ क्या। त्यही भएर जति अरूलाई सहयोग गर्यो भगवानले त्यति नै हामीलाई सहयोग गर्छ। त्यसकारणले गर्दा कसैको खुट्टा नतानौँ, कसैलाई नराम्रो पनि नभनौँ। जसले जे गरिरहेको छ सबैले भलो चिताउने, भलो हुने काम गरिरहेको छ। आफूलाई पनि भलो, अरूलाई पनि भलो हैन। त्यसकारणले गर्दा यो कुरामा विवाद नगरौँ है दाजुभाइ दिदीबहिनीहरू। सक्छ भने तपाईहरू पनि गर्नु, सक्दैन भने अरूलाई खुट्टा तान्ने, अरूलाई गाली गर्ने, अरूको रिस डाहा गर्ने काम चाहिँ बन्द गरौँ है सबैले।